आज 20% हामी छौँ, 80% हुँदाखेरि यो रेसियो गर्नुहोस् त। यो रेसियोमा नै हामी हारिरहेको छौँ नि त बुक त। अब हामीले तलबाट 20% कभर गर्दा 4 नम्बरबाट अगाडीधुराबाट 40% कभर गर्दा पनि बाँसधुरा र 11 नम्बरमा कमसेकम 11 नम्बरमा 40%सम्म भने आउनुपर्छ। बाँसधुरामा 40% भने जानुपर्छ। 60 उताकै होस् तर हामी 40% हामी लिड नगरौँ तर हामी 40% आउनुपर्छ। त्यसो गर्दा चाहिँ हामी 2-3 नम्बर र अगरसिंहधुराले 4 नम्बरले कभर गर्दा चाहिँ हाम्रो ग्रुप जित्छौँ। यो एउटा रेसियोमा चाहिँ हामी जानुपर्छ। हामीले 80%को टार्गेटमा गर्नुपर्छ काम त। तर हामी माध्यमिक दिँदा पनि एचएस दिँदा पनि हामीले 100मा 100 ल्याउँछु भनेको हुन्छ, तर 60 आउँछ, 50 आउँछ। 60 ल्याउँछु भनेर गऱ्यो भने चाहिँ हामी 20-30 मात्रै आउँछ नि त। टार्गेट चाहिँ यसरी राख्नु पऱ्यो नि त। त्यसले गर्दाखेरि चाहिँ आज यो 11 नम्बरमा एकदमै यहाँ के नमिलेको कसो नमिलेको होइन, अब जे जस्तो भने एउटा योपालि हामी सुरु गर्दैछौँ र यो सुरु गर्दाखेरि योपालि प्रशाखामा अस्ति मात्रै अनिल दाइसँग हामीले बात मारेर आउँदा पनि प्रशाखाकै योपालि फुल दायित्व छ। प्रशाखा भनेको नै फाउन्डेसन हो, किनभने शाखामा नेतृत्व गरे पनि ब्लकले नेतृत्व गरे पनि जड चाहिँ मुनि चाहिँ सबभन्दा बलियो हुनुपर्ने चाहिँ गाउँ हो। गाउँ भनेको चाहिँ प्रशाखा हो। प्रशाखा बलियो छैन भने प्रेसिडेन्ट सेक्रेटरी जे जस्तो बस्यो भने राम्रो हुँदैन, त्यो हाम्रो कभर हुँदैन। त्यसले गर्दाखेरि चाहिँ प्रशाखालाई यो पनि एकदमै जोड दिएर चाहिँ प्रशाखा चाहिँ हामीले मजबुत बनाउनुपर्छ भनेर नै जे पनि काम हुन्छ, चाहे 10 रुपियाँ उठाउनुहोस्, चाहे बिमारीको लागि भन्नुहोस्, चाहे भोलिको लागि भन्नुहोस्, चाहे प्रोग्रामको लागि भन्नुहोस्, जे पनि योपालि चाहे काम भन्नुहोस्, काम कुनै पनि काम डेभलप गराउनुपर्छ, कुनै पनि काम पास गर्नुपर्छ, एफसिएल लाउनुपर्छ भने योपालि सम्पूर्ण जिम्मेवारी दायित्व चाहिँ प्रशाखालाई दिएको छ। प्रशाखाले एकदमै कसैलाई एउटा पोरो एउटा विपक्षी पक्ष नभनिकन सबलाई एक सूत्रमा बाँधेर चाहिँ प्रशाखा योपालि अगाडि बढ्नुपर्छ। किन गाउँको विकासको लागि हामीले गाउँमा विकास गर्नुपर्छ भन्ने कुरो हामीले हाम्रो युगमा हामीले हाम्रो चलाउँदाखेरि चाहिँ यो केटाहरूले चाहिँ यति चाहिँ गरे भने हामीले छाप छोडिराख्नुपर्ने छ। त्यसले गर्दाखेरि चाहिँ आज सबैलाई बाँधेर आज जति तपाईँहरू जम्मा भएको छ यहाँ जुन चाहिँ पुरानो र एउटा नयाँ कुरो जुन चाहिँ अब एउटा सम्मिश्रण भएर एउटा यो पुरानो पनि यो त्यति कम्प्लिट नभएकोले गर्दाखेरि चाहिँ यो आज चाहिँ प्रशाखाको एउटा पिक्चर क्लियर बनाउनुपर्छ। प्रेसिडेन्ट फल्ना, सेक्रेटरी फल्ना, भाइस प्रेसिडेन्ट फल्ना, भाइस सेक्रेटरी, कोषाध्यक्ष, यी 5 जना चाहिँ क्लियर बनाउनुपर्छ। केन्द्र सभाको अघिल्लो सभाहरूमा चाहिँ 5 जना फेरि प्रशाखाको मिटिङमा चाहिँ कम्पलसरी हुनुपर्छ। किन ती 5 जना नेतृत्व गर्ने मान्छे मिटिङमा आएन